One of the song that stood out is Wave, होइन आउँदैछ नयाँ छ Wave, होइन when I need to hype myself up, होइन that's the song I listen to, okay? Yeah. I love that song, होइन अनि त्यस how was that project? Wave the crazy project for me. Wave चाहिँ it was also shout out to Chapters made the beat अनि that man stood for like 18 hours straight. 18 hours straight एउटै चेयरमा यत्तिकै बसेर he was just there and he took like 12 artists. It's a very hard job to do. Make beat from scratch, त्यसपछि get 12 artists on a track, त्यसपछि mix and master their tracks. Plus एउटै from my side चाहिँ म चाहिँ I was like मेरो चाहिँ recording process कस्तो हुन्छ नि it's just like धेरै लेयर हुँदैन क्या भोकलमा. I just do एउटा लेयर एउटा स्ट्रेट अनि त्यसपछि त्यसमा डन हुन्छ क्या. तर कम्पेरिटिभली सबैको आफ्नो प्रिफरेन्स हुन्छ नि त आर्टिस्टहरूको. अनि 12जनामा लाइक मानौँ कि 11जनाको चाहिँ कस्तो छ भने तपाईँको एभन उसको पनि थियो जस्ट 3 or 4 आर्टिस्टको चाहिँ लेयर थिएन. अपार्ट फ्रम द्याट सबैको डबल क्या. कसैको एडलिप्स छ, कसैको के छ. अनि त्यो गर्नु भनेको त अति क्रेजी रिस्पेक्ट त्यसको लागि चाहिँ च्याप्टर्सको लागि. ही डन भेरी वेल त्यसमा चाहिँ. अनि वेबमा चाहिँ कस्तो थियो भने इट वाज लाइक बल्ल त्यही फिगर आउट स्टेज भने मैले त्यो चाहिँ एउटा फिगर आउट गर्न कि ओके एउटा कलेक्टिभ एनर्जी आयो हामी तर अब आउटबर्स चाहिँ कसरी हुने र मान्छेलाई चाहिँ कसरी देखाउने कि ओके वी आर देश अथवा लाइक आवर म्युजिक रिप्रेजेन्ट देश भनेर. अनि वेब चाहिँ नयाँ वेब भनेर त्यो म्युजिकमा मात्रै सीमित भएन जस्तो लाग्छ मलाई. त्यसपछि द वे वी पुट आउट म्युजिक त्यो त्यस्तै वेबमा अहिले त्यस्तै वेबलेन्थमा गएर जस्तो लाग्छ क्या. त्यो वेब जस्तो छ त्यही वेबमा. अनि वेबको ब्याक स्टोरी भनेको चाहिँ इट वाज जस्ट लाइक थियो हाम्रो यही आफ्टर सेक्सीसम्म वी जस्ट डुइङ यताउति गरिरहेको थियो हामी. अनि त्यही गर्दा गर्दा फेजमा चाहिँ अनि एक दिन चाहिँ आरोप सरले दाइको एउटा कस्तो आउनु थाल्यो नि ल ओके वी गट दिस बिट अनि वी वान्ट अल अफ आवर आर्टिस्ट टु डु दिस. अनि 12वटा आर्टिस्ट सबैजना एभन वाज रेडी. सबैले बिट पायो अनि इट टुक अस लाइक मेबी सबैको डिफ्रेन्ट डेमा डिफ्रेन्ट टेक थियो. तर त्यो एनर्जी ठ्याक्कै 1 विकको एनर्जी थियो. अनि 1 विकमा गऱ्यो. हाम्रो खासमा प्लान चाहिँ त्यो दिन सुट गऱ्यो अनि त्यसको 2 दिनमा ड्रप गन्थ्यो. तर जस्ट फिगर आउट सबै अडियो फाइनल गर्दा साउन्ड फाइनल गर्दा टुकस नेक्स्ट ठ्याक्कै भनेको अन्त 2 हप्ता लियो. अनि तर त्यो 2 हप्तामा पनि यो प्रोसेस कि किनभने त्यो नट ओन्ली अडियो फेरि अल्सो विथ भिडियो पनि. भिडियो वाज लाइक 9 मन्थ्सको सबै फुटेज थियो त्यसमा. 9 मन्थ्सको फुटेज. अनि म त पछि आएको थिएँ सो आई डिन्ट ह्याड अ लट अफ फुटेज मेरोमा चाहिँ. मेरो चाहिँ फेरि ट्याक्कै त्यही थियो बेस्टिकै थियो. म चाहिँ भर्खरै न्यू थिएँ नि त त्यहाँ. अनि त्यही भएर मेरो चाहिँ म्युजिकको भिडियोहरूको लागि पनि इस्यु थिएन अनि अडियोको लागि पनि धेरै इस्यु थिएन किनभने फ्रेस भइसकेपछि त्यो धेरै गरिराख्नु पर्दैन नि त. तर अपार्ट फ्रम मी चाहिँ अनि बाँकीको 11 आर्टिस्टको चाहिँ सबैको लाइक कहाँ नेपालको सोको अनि त्यसपछि के अरे यहाँ अस्ट्रेलियामा गरेको म्युजिक भिडियोहरूको सबैको त्यो एउटा हाइलाइट र त्यो समाउन गर्दाखेरि त एड लाइक कति झन्डै 300 कि 400 500 कति जिबीको फुटेजहरू थियो क्या. त्यो फुटेजलाई ब्याक एन्ड फोर्थ हेर्दै गर्दै त क्रेजी नि. म चाहिँ त्यो अस्तारै एडिटिङ पनि रिसेन्टली अनि त्यो एडिटिङ गर्दाखेरि होइन अस्ति त्यो थिङ्सहरू क्या लाइक सेट यस्तो अति नै क्रेजी वर्क त कहाँ यस्तो. अनि त्यसपछि बल्ल अनि फेरि ब्याक टु पाण्डा दाइहरूले गर्दाखेरि दाइ किन अलवेज किन प्रोजेक्ट चाहिँ ढिला भइरहेको छ जस्तो कुरा हुन्थ्यो नि त आफूलाई त भित्र त. अनि सोद्धाखेरि अनि ल यस्तो याद गऱ्यो भने अहिले चाहिँ अनि ल यति धेरै फुटेज खिचेको हुन्छ अनि त्यो एउटा स्टोरी बिल्डअप गर्नु पऱ्यो. अनि एउटा म्युजिक भिडियो मात्रै हुँदैन नि त त्यहाँभित्र एउटा डिफ्रेन्ट एउटा स्टोरी पनि हुन्छ नि त आफ्नो. त्यो स्टोरी क्रिएट गर्नु पऱ्यो यहाँ गर्नु पऱ्यो त्यो गर्नु पऱ्यो. अनि त्यो चाहिँ नि बल्ल अहिले चाहिँ सबैलाई त्यो कुराको लागि एकदमै अति नै मनभित्र एउटा रेस्पेक्ट हुन्छ त्यो कुराको लागि चाहिँ.